सम्पूर्णलाई नमस्कार र आज फेरि म नयाँ एपिसोड लिएर आएको छु। मन्त्र टेक्नोलोजीमा तपाईँलाई सबैलाई स्वागत छ र आजको विषय रहेको छ यो मेटा एड बुस्टिङको बारेमा। अहिले नेपालमा चाहिँ धेरै बिजनेसहरू या व्यक्तिगत रूपले पनि धेरैले आफ्नो अनलाइन स्टोर या ठुलो बिजनेसहरू भनौँ न कोर्पोरेट लेभलसम्म पनि यो एकदमै काम लाग्ने कुरा हो। मेटा एड बुस्टिङ अहिलेको एकदमै ट्रेन्डिङ टपिक रहेको छ। सबैलाई यो बारेमा बुझ्न जरुरी पनि छ र बुझ्न कतिले खोज्दाखेरि पनि धेरै कन्फ्युजनहरू आइरहेको स्थिति पनि छ। अब जसले एड बुस्टिङ गर्न सक्नुहुन्छ उहाँहरूले के भन्छ डिजिटल मार्केटिङको कोर्सहरू जसले लिइराख्नु भएको छ उहाँहरूले चाहिँ बुझेर गरिराख्नु भएको छ, कतिले चाहिँ नबुझेर गरिराख्नु भएको छ। सो यो कुराहरू आज हामी चाहिँ एकदमै स्पष्टसँगले क्लियरली बुझ्नेछौँ कि मेटा एड बुस्टिङ भनेको के हो, यसले के काम गर्छ र यसलाई कसरी गर्ने र यसबाट हुने यसको ड्रब्याक्सहरूलाई चाहिँ कसरी मिनिमाइज गर्ने भन्ने बारेमा चाहिँ हामी आज मजाले यो भिडियोमा कुरा गर्नेछौँ। र तपाईँ एकदम इन्ट्रेस्टेड हुनुहुन्छ यो टपिकमा भने चाहिँ कृपया लास्टसम्म भिडियो हेर्नु होला, किन भन्दा एभ्री कुराहरू अलिक टेक्निकल रहेको छन्। तपाईँहरू कन्फ्युज हुन सक्नुहुन्छ। कन्फ्युज हुनुभयो भने भिडियोलाई फेरि एकचोटि दोहोऱ्याएर हेर्नुहोस्। यदि तपाईँको साथीभाइ पनि मेटा एड बुस्टिङमा इन्ट्रेस्टेड हुनुहुन्छ भने उहाँहरूलाई सेयर गर्नुहोस्। यो अलिकति अवेर हुन पनि जरुरी छ सबैलाई यो मेकानिजम कसरी काम गर्छ भने भोलिको दिनमा तपाईँले आफै बुस्टिङ गर्दा त्यसमा पनि क्लियर हुनुभयो, एड प्लेस आफैले गर्न सक्नुभयो हैन। त्यस्तै गरी तपाईँले यदि अरू एजेन्सीलाई दिइराख्नु भएको छ भने तपाईँ आफै अवेर भएर तपाईँले आफ्नो मजाले मोनिटर गर्न सक्नुहुन्छ है त। सो भिडियोलाई यति भन्दै हामी अगाडि लिएर जाउँ भिडियोमा। मेटा एड बुस्टिङ भनेको के हो है। फर्स्टमा मेटा एड बुस्टिङ भनेको चाहिँ मेटा भन्ने बित्तिकै अहिले हाम्रो फेसबुक र इन्स्टाग्राम यसमा अरू पनि प्लेटफर्म छ, तर फेसबुक र इन्स्टाग्राम चाहिँ मेटाको हुन्। र मेटा एड बुस्टिङ भनेको हामीले फेसबुक र इन्स्टाग्राममा चलाइने एडलाई मेटा एड बुस्टिङ भनिन्छ है। हामीले फेसबुकमा पनि एड चलाउन सक्छौँ, इन्स्टाग्राममा पनि एड चलाउन सक्छौँ। अब हिजोआज अहिले टिकटकमा पनि एड चलाउने सुविधाहरू नेपालमा आइरहेको छ, तर त्यसलाई मेटा एड बुस्टिङ भन्दैन। त्यसको टिकटकको बुस्टिङ बेग्लै छ, मेटाको बेग्लै तरिकाको मेकानिजम छ। हामीले फेसबुक पेज सबैले बनाएका छौँ। फेसबुक पेज कसरी बनाउने के बनाउने भन्ने कुराहरू चाहिँ हामीले हाम्रो च्यानलमा त्यो कुराहरू डिटेलमा लेखिदिएका पनि छौँ र अपलोड गराएका पनि छौँ। र फेसबुक र इन्स्टाग्राम पेजलाई कसरी कनेक्ट गर्ने त्यो पनि हामीले पेजमा या च्यानलमा हामीले अपलोड गरेका छौँ। त्यो भिडियो पनि तपाईँले सर्च गरेर हेर्न सक्नुहुन्छ। अब मेटा एड बुस्टिङ हामीले फेसबुक र इन्स्टाग्राममा चलाइराख्दाखेरि चाहिँ के कुराहरू के आवश्यकता छन्, इम्पोर्टेन्ट टपिक्स सबै बुझ्न सक्दैनौँ, समय लाग्छ, बुझ्न सक्छौँ त समय लाग्छ। सो हामीले इम्पोर्टेन्ट कुराहरू के छन् त्यो की फ्याक्टरहरू हेरौँ है त। हामीले मेटा एड बुस्टिङ पेजबाट जानु भएपछि तपाईँले मेटा बिजनेस सुटमा क्लिक गर्नु भएपछि तपाईँले यस्तो खालको इन्टरफेस भेट्नुहुन्छ है। तपाईँले यस्तो इन्टरफेस भेट्नु भएपछि यो तपाईँको पेज, तपाईँको अब अहिले हाम्रो मल्टिपल पेजहरू यहाँनिर कनेक्टेड छन्। अनि त्यसमा चाहिँ मल्टिपल बिजनेस प्रोफाइलहरू पनि कनेक्टेड छ। बिजनेस प्रोफाइलमा म अर्कै भिडियो बनाउँछु, त्यो बेग्लै टपिक हो, भिडियो लामो नहोस् भनेर म मेटा एड बुस्टिङमा मात्रै आउँछु है। अहिले म मन्त्र टेक्नोलोजी भन्ने हाम्रो अफिसको अफिसियल पेजमा छौँ र यसमा हामीले बुझ्नुपर्ने भनेको चाहिँ होम। सुरुमा फर्स्ट अप्सन तपाईँले हेर्न सक्नुहुन्छ लेफ्ट साइडको टपमा, त्यहाँनिर हामीले होम देख्छौँ। होममा के छ त हाम्रो चाहिँ होम भनेको चाहिँ हाम्रो चाहिँ पेजको इन्टरफेस। हामीले फेसबुक इन्स्टाग्राम यसरी कनेक्ट गरेका छौँ। कति फेसबुकमा फलोवर्स छन्, इन्स्टाग्राममा कति फलोवर्स छन्, यो हाम्रो कभर पेज भइहाल्यो। अब हामीले नयाँ पोस्ट हाल्नु पर्यो भने हामीले क्रिएट पोस्टबाट गर्छौँ, नयाँ एड हाल्छौँ भने क्रिएट एडबाट गर्छौँ। यदि तपाईँले भिडियो बनाउनु भएको छ त्यो पनि स्पेसिफिकल्ली रिल्स फर्मेटमा, भर्टिकल फर्मेटमा भने तपाईँले क्रिएट रिल्समा गरेर अपलोड गर्न सक्नुभयो है। स्टोरी हाल्न खोज्नु भएको छ तपाईँले यहाँबाट गर्न सक्नुभयो भनेपछि मेटा एड बुस्टिङमा चाहिँ तपाईँको फेसबुकको इन्टायर कन्ट्रोल तपाईँले एकदम सहज तरिकाले चाहिँ यसलाई म्यानेज गर्न सक्नुहुन्छ। मल्टिपल पेजलाई तपाईँले एकदम बिना झन्झटले मल्टिपल पेजलाई स्यामल्टेनियसली तपाईँले मेन्टेन गर्न सक्नुहुन्छ र त्यसलाई ट्र्याक गर्न सक्नुहुन्छ। अब हामीले तपाईँले यहाँ होममा हेर्न सक्नुभयो, होममा सबै कुराहरू हुन्छ यहाँनिर है। हामीले के पोस्ट गरेका छौँ, कुन अहिले एड हाम्रो चलिरहेको छ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। हाम्रो अहिले 2टा एड चलिरहेको छ है। एडमा कतिवटा मेसेज आए, कतिजनाले भ्युज गरे, कुन ठाउँबाट हेर्दैछन्, एउटा मेसेज आउन जस्तो कि यो कस्ट पर मेसेजिङ कन्भर्जन स्टार्टेड भनेको नि, कन्भर्सेसन स्टार्टेड सरी, यो भनेको चाहिँ हाम्रो एउटा मेसेज आउन कति डलर खपत भयो त। हाम्रो जस्तो कि यहाँनिर तपाईँले यही
को कुरा गर्नुपर्दा अहिलेसम्म हाम्रो यो लेटेस्ट एड तपाईँले जुन हेरिराख्नु भएको छ यसमा अहिले हामीसँग $2.55 इन्भेस्ट स्पेन्ड भइसकेको छ हामीले फेसबुकलाई दिइसकेका छौँ भनेपछि हामीले अहिलेसम्म 6वटा मेसेज पायौँ भनेपछि 6वटा मेसेज पाउनको लागि चाहिँ 2.55 लाई डिभाइड बाई 6 गर्नुभयो भने 0.43 आउँछ भनेपछि एउटा मेसेज आउनको लागि हामीलाई अहिले 0.43 डलरले चाहिँ मेसेज आइरहेछ यसैलाई भन्छौँ हामी CPM पनि भन्छौँ यसलाई कस्ट पर मेसेज यसलाई जति कम झार्न सक्यो त्यति धेरै राम्रो हुन्छ हाम्रो थोरै बजेटमा अनि धेरै मेसेज ल्याउन सक्छौँ त्यसको लागि चाहिँ बेग्लै स्ट्र्याटेजीहरू छन् कन्टेन्ट कसरी बनाउने बनाएको कन्टेन्टलाई कुन तरिकाले हामीले एडभर्टाइज गर्ने त्यो चाहिँ बेग्लै डिजिटल मार्केटिङ स्ट्र्याटेजीमा पर्छ त्यसमा अहिले हामी नजाउँ सो तपाईँले यो अहिले बुझ्नुभयो पोस्ट इङ्गेजमेन्टको कुराहरू लिङ्क कति क्लिक गरेका छन् पोस्टमा कतिजनाले रियाक्ट गरेका छन् कतिजनाले सेयर गरेका छन् तपाईँले यहाँ मजाले हेर्न सक्नुभयो अब दोस्रो अप्सनमा जाउँ यो सिम्पल छ दोस्रो अप्सनमा चाहिँ तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ नोटिफिकेसनहरू भनेपछि कसैले पेजमा या पोस्टमा लाइक गरे कसैले कमेन्ट गरे कसैले सेयर गरे त्यो यहाँनिर मजाले देखाउँछ अब तपाईँले अनरिडमा गर्नुभयो भने तपाईँले अहिलेसम्म रिड गर्नु भएको छैन भने त्यो कुराहरू यहाँ मजाले देखाउँछ यो खासै त्यति धेरै इम्पोर्टेन्ट पार्ट होइन यसमा नजाउँ थर्ड भनेको एड म्यानेजर भनेको चाहिँ एक्चुअली भन्नुपर्दा डेडिकेटेड एड चलाउँदाखेरि चाहिँ एक्चुअली एकदम राम्रो डिजिटल मार्केटिङ स्ट्र्याटेजिस्ट मान्छे छ भने उसले एड म्यानेजरबाट एड क्याम्पेन वास्तवमा गर्ने हो तर यो धेरै नै टेक्निकल र भास्ट भएको कारणले गर्दा हामीले चाहिँ मेटा एड बुस्टबाट चाहिँ सजिलै सरल तरिकाले चाहिँ कसरी एड चलाउनेमा मात्रै फोकस गर्छौँ यो चाहिँ डिटेलिङमा जान्छ एड म्यानेजर भनेको यो बेग्लै छ यसको टपिक पनि हामी अर्को भिडियोमा बनाउनेछौँ त्यो भिडियो बनाएपछि हामी अभियसली तपाईँलाई हामी सेयर गर्ने नै छौँ कृपया अहिलेसम्म भिडियो हेरिराख्नु भएको छ भने लाइक सेयर र सब्सक्राइब चाहिँ गरिहाल्नु होला है एकदम इन्फर्मेसनल भिडियो छ यो अरू जस्तो भिडियोहरू अरू दिन हामीले अरू भिडियोहरू हालिरहेन्छौँ कन्टेन्ट कसरी बनाउने त्योभन्दा बेग्लै छ किन भन्दा हामीले जति पनि एड बनाउँछौँ जति पनि कन्टेन्ट बनाउँछौँ ग्राफिक्स बनाउनु भएको छ भिडियोज बनाउनु भएको छ रिल्स भिडियो बनाउनु भएको छ हैन जस्तो पनि एड बनाउँदा हामीले चलाउने लास्टमा एड बुस्टिङ नै हो एड बुस्टिङ धेरैले नबुझ्दा धेरै दुःख पाएका छन् कतिले स्क्याम पनि खाइरहेका छन् त्यसबाट सहज त एकदम सतर्क हुन भन्न पनि एकदम आग्रह गर्न चाहन्छु सो अर्को भनेको हाम्रो इनबक्स है अब यहाँ इनबक्स छ इनबक्समा भनेको चाहिँ हामीले जुन एड चलाउँछौँ त्यो एडको जति पनि रेस्पोन्सहरू आएको हुन्छ हामीले अहिले हाम्रो पेजमा तपाईँले हेर्न सक्नुभयो फेसबुक र इन्स्टाग्राममा हाम्रो यो कनेक्टेड छ सो हाम्रो फेसबुक र इन्स्टाग्राम दुईटैमा एड जान्छ र हामीले एकैचोटि मेसेज यहाँ फेसबुक र इन्स्टाग्राममा यसरी हेर्न सक्छौँ हामीले इन्डिभिजुअली फेसबुक पेज र इन्स्टाग्राम पेज खोलेर इन्डिभिजुअलीलाई मेसेज गर्न थाल्यो भने हाम्रो त्यो टाइम पनि वेस्ट हुन्छ र हामीले ट्र्याक पनि गर्न सक्दैनौँ सो एउटा सहजता यो भयो अर्को लिड सेन्टरको कुरा गरौँ लिड सेन्टर भने के हो धेरैले यो बुझ्नु भएको छैन लिड सेन्टर आजको दिनमा लिड सेन्टर सबैले प्राय मेसेज आउने एड कल आउने एड यसरी चलाइराख्नु भएको छ तर लिड सेन्टर केमा काम लाग्छ यसको कतै यदि कसैलाई थाहा छ भने कमेन्टमा लेख्नु होला है म पिन गरिदिन्छु त्यो कमेन्ट कतिको बुझ्नु भएको छ त्यहाँ पनि हामीलाई थाहा हुन्छ लिड सेन्टर भनेको चाहिँ हामीले कुनै एड चलाएको छौँ र हामीलाई मेसेज गर्न होइन मेसेज रिप्लाई गर्नको लागि झन्झट छ या मेसेज गर्नको लागि कुनै स्टाफ छैन यदि आफैले बिजनेस हेरिराख्नु भएको छ भने चाहिँ अब तपाईँले लिड क्याम्पेन यसलाई लिड क्याम्पेन भन्छ चलाउन सक्नुभयो अब कस्तो कस्तो बिजनेसले चलाउन सक्यो त तपाईँले कन्सल्टेन्सीको बिजनेसहरू चलाउन सक्नुभयो तपाईँले सोरुमको बिजनेसहरू चलाउन सक्नुभयो ल्यापटप अब भनौँ न कुनै पनि इलेक्ट्रोनिक्स डिभाइसेस अलि हाई रेन्जका रेफ्रिजरेटर इन्डिभिजुअली प्रत्येक व्यक्तिलाई तपाईँले मेसेज गर्न सक्नु हुँदैन नि र त्यो व्यक्तिले इन्ट्रेस्टेड छ कि छैन भनेर पनि 100 जनाले मेसेज गर्यो भने बढीमा 1 जनाले 2 जनाले किन्लाले तर त्यो 99% फिल्टर आउट भयो भने त त्यो त वेस्ट अफ टाइम हो नि त हु इज इन्ट्रेस्टेड मोर भन्ने कुरा त त्यो सेल्सबाट तपाईँको कन्टेन्टबाट त आफै झल्किन्छ जो व्यक्ति इन्ट्रेस्टेड हुन्छन् भनौँ उहाँहरूलाई कस्टमर उहाँहरूले चाहिँ हामीले लिड्स बनाउन सक्छौँ अब लिड्समा हामीले के दिन सक्छौँ तपाईँले हेर्नु भयो होला के भन्छ लिड बनाउनको लागि चाहिँ हामी यहाँ एड रिल्स यहाँनिर इन्स्टेन्ट फर्ममा क्लिक गर्छौँ यहाँनिर जानुभयो भने चाहिँ तपाईँले के हेर्नुहुन्छ भन्दा त्यहाँ नाम नम्बर जस्तो कि यहाँ क्रिएट लिड मैले यहाँ गरेँ भने फर्स्ट नेम लास्ट नेम फोन नम्बर इमेल एड्रेस कम्पनी नेम यस्ता कुराहरू तपाईँले जेनेरेट गर्नुभयो भने चाहिँ इन्ट्रेस्टेड कस्टमरले चाहिँ यो कुराहरू फर्म फिल गर्नुहुन्छ इन्ट्रेस्टेड कस्टमरले फर्म फिल गरिसक्नु भएपछि तपाईँले उहाँलाई कल ब्याक गरेर मजाले चाहिँ उहाँलाई अफिस बनाउन सक्नुहुन्छ या तपाईँले डिल गर्न सक्नुहुन्छ सो लिड जेनेरेसनको काम यो अब एडतिर जाउँ है
हाम्रो मुख्य एडै थियो, हामी डाइरेक्ट एडमा जान्छौँ। अब एड कसरी चल्छ भन्ने हिसाबले चाहिँ तपाईँलाई भन्नुपर्दाखेरि चाहिँ सबैभन्दा अगाडि हामी एड समरी अहिलेसम्म लेटेस्ट एड कुन राख्यौँ हामीले त्यो एड यहाँ देखाउँछ है। हामीले अहिलेसम्म कति एड चलाउँछौँ सबै कुरा यहाँनिर देखाउँछ है। कति भ्युज आइरहेछ, कति मेसेज आइरहेछ, कति डलर स्पेन्ड भयो, कुन बुस्ट गरेका छौँ, कुन डेटमा बुक गरेका छौँ, त्यसलाई पछि एडिट गर्नुपर्ने हो कि त्यसलाई त्यो चलिरहेको एडलाई राम्रोसँग रेस्पोन्स भइरहेको छैन भने त्यसलाई हामीले बन्द गर्न सक्छौँ यहाँबाट, या त्यसलाई नि हामीले एडिट पनि गर्न सक्छौँ। मानौ तपाईँले यही एडलाई, यो माथिको एडलाई यो काठमाडौँमा चलाइराख्नु भएको छ होइन, अब म पोखरामा चलाउनु मात्रै चाहन्छु भने तपाईँले इन्टायर एडलाई बन्द गर्नु जरुरी छैन। तपाईँले डाइरेक्ट एडिटमा गएर तपाईँले यहाँभित्र हेर्न सक्नुहुन्छ। यो इन्टरफेस यसरी आउँछ, अहिले लोड भइरहेछ। यसलाई अब तपाईँले यहाँनिर लोकेसन भन्ने अप्सन छ, यहाँ लोकेसनमा गएर पोखरा राख्न सक्नुभयो, पोखरा राख्न सक्नुभयो, काठमाडौँलाई काट दिन सक्नुभयो। अब होइन म 18 देखि 40 होइन, म 40 बाट 60 उमेरको मान्छे चलाउँछु, तपाईँले यो स्केललाई मजाले चलाउन सक्नुभयो होइन। म सबैलाई होइन, म मेललाई मात्रै, फिमेललाई मात्रै। मानौ तपाईँको बिजनेस लेडिज अहिले जो बिजनेस चलाइराख्नु भएको छ, मानौ तपाईँको ब्युटी पार्लर छ, तपाईँको लेडिज सोरुम छ, कपडाको छ भने तपाईँले एड चलाउँदाखेरि त अल दाब्नु भयो भने तपाईँलाई मेलको इन्क्वायरी आएर के गर्नुहुन्छ, त्यो त तपाईँको डलरको खपत हो नि, डलर बर्बाद भइरहेको तपाईँको। भनेपछि तपाईँले वुमनलाई सेल गर्नु पर्यो। अब तपाईँको टार्गेट यदि 18 देखि 30 वर्षका फिमेलहरूमा छ भने तपाईँले 60 वर्षलाई टार्गेट गरेर त त्यो त पैसा वेस्ट हो नि। सो यस्तो कुराहरू बुझ्नुपर्ने हुन्छ। सानो सानो टेक्निकल कुराले एउटा एडलाई एकदम धेरै प्रभाव पारिरहेको हुन्छ। अब यो लोकेसनको कुरा आयो। अब डिटेल टार्गेटिङ चाहिँ नेपालमा अब कोर्पोरेट सेक्टरमा बढी एप्लाई हुन्छ। नर्मल्ली चाहिँ डिटेल टार्गेटिङ नगर्नु होला, किन भन्दा फेसबुकले आफै अप्टिमाइज गरिदिएको हुन्छ लोकेसनदेखि लिएर तपाईँको कन्टेन्टलाई। सो डिटेल टार्गेटिङ चाहिँ एउटा स्पेसिफिक बिजनेस, मानौ यो प्राय चाहिँ कन्सल्टेन्सीमा या एजुकेसन सेक्टरमा होइन, या जब सिकर सेन्टरमा, यस्तोमा प्राय एप्लाई हुन्छ है। सो अहिले यसलाई हामी काट्दिन्छौँ। सो तपाईँले लगभग हेर्नुभयो यो यसको इन्टरफेस यसरी आउँछ र यहाँनिर अल एड्स, हामीले अहिलेसम्म चलाएको एड्सहरू के छन् यो सबै कुराहरू यहाँनिर हामीले हेर्न सक्छौँ। अब लागौँ हामी नयाँ एड बनाउनतर्फ। नयाँ एड बनाउँदाखेरि हामीले जहिले पनि एड चलाउँदाखेरि 2-3टा तरिका छन्। एउटा, धेरै अधिकांश व्यक्तिले के गर्छन् भन्दाखेरि तपाईँको फेसबुकमा आउँछ, जस्तो कि म यहाँ देखेको छु, यहाँ कन्टेन्ट भन्ने अप्सन छ, यहाँनिर आउँछन्। गर्न त यहाँबाट पनि मिल्छ, नमिल्ने होइन, तर डाइरेक्ट बुस्ट भन्ने अप्सन जान्छ र बुस्ट गर्दा पनि आउन त आउने हो, तर यहाँबाट चाहिँ सकभर नगर्नु होला भन्न चाहन्छु। तपाईँले एड्समा गएर क्रिएट एड्स गर्नुहोस् जहिले पनि। किन भन्दा यहाँनिर अगाडि हामीले हाम्रो एडको उद्देश्य के हो त, सुरुमा त्यो फिल्टर आउट गर्न जरुरी छ। तपाईँले कन्टेन्ट बनाउनु भएको छ, एकदम रमाइलो राम्रो कन्टेन्ट, कलाकारहरू हायर गर्नुभएको छ, राम्रो खालको एक्ट्रेसहरू हायर गरेर स्क्रिप्ट लेखेर राम्रो एजेन्सीबाट भिडियो प्रोडक्सन गर्नुभएको छ, तर राम्रोसँग एड चलाउनु भएन भने त्यो सबै खेर जान्छ। किन भन्दा हामीले जे जति बनाउँछौँ त्यो जाने त सबै मासमा हो नि त। हामीले त्यो मासलाई देखाएर मासलाई एट्र्याक्ट गरेर अनि आफ्नो सेवा सुविधा या प्रोडक्ट बेच्न खोज्नु लाग्नु भएको छ भने प्रोडक्ट बेचेर, या सेवा दिन खोजिराख्नु भएको छ भने सेवा दिएर तपाईँले आफ्नो व्यापार चलाउने हो। अब हेर्नुहोस् यहाँनिर धेरै अप्सन छ। यो अटोमेटेड एड्स, गेट मोर मेसेज एड्स, यो चाहिँ म्याक्सिमम रेकमेन्डेड भन्ने छ, म्याक्सिममले यो चलाउने एड हो, तपाईँले यो चलाउनु होला। अब बुस्ट फेसबुक कन्टेन्ट, अपलोड गरिसकेको कन्टेन्टले तपाईँले गर्न सक्नुभयो यहीँबाट डाइरेक्ट होइन। म फेसबुक र इन्स्टाग्राम कनेक्ट गराएको छु, तर मैले आफ्नो एडलाई चाहिँ इन्स्टाग्रामको कन्टेन्टलाई मात्रै म एड चलाउँछु भन्नुहुन्छ भने बुस्ट द इन्स्टाग्राम कन्टेन्ट यहाँ क्लिक गर्नुपर्ने हुन्छ। अब तपाईँले कल्सको लागि मात्रै म मेसेज गर्न सक्दिनँ, हाम्रो स्टाफ पनि हुनुहुन्न, डाइरेक्ट मलाई कस्टमरले चाहिँ मलाई कल गरौँ भन्ने छ भने तपाईँले यहाँ यो क्लिक गर्न सक्नुहुन्छ। आफ्नो पेजलाई प्रमोट गर्न चाहनुहुन्छ, लाइक्स बढाउन चाहनुहुन्छ भने लाइक्सको लागि तपाईँले जेन्युन हो, एकदम ओरिजिनल अर्ग्यानिक लाइक्स चाहनुहुन्छ भने यहाँबाट तपाईँले प्रमोट गर्न सक्नुहुन्छ। गेट लिड्सको त हामीले कुरा गरि नै हाल्यो। अब जो बिजनेसहरू चाहिँ मेरो सबै सोसल मिडियाका मान्छेहरू चाहिँ मेरो वेबसाइटबाट चाहिँ मैले आफ्नो सर्भिस प्रोभाइड गर्न सक्नु भयो भने तपाईँले वेबसाइट भिजिटरको लागि क्याम्पेन गर्न सक्नुभयो। कतिले अहिले वाट्सएपमा पनि मेसेज लिइराख्नु भएको छ, मेसेज 2टा भयो, एउटा मेसेज फेसबुकमा, एउटा वाट्सएपमा, 2टै पनि गर्न मिल्छ है। सो अहिले हामी के गरौँ भन्दा अहिले हामी एउटा एड प्लेस गरौँ, कुन भन्दा गेट मोर मेसेजेसमा है। गेट मोर मेसेजेसमा हामी गयो। अब गेट मोर मेसेजेसमा हामी गइसकेपछि तपाईँलाई अर्को यो पनि तपाईँलाई अब अर्कै भिडियोमा भन्नुपर्ने हुन्छ। यहाँनिर तपाईँले हेर्नुभयो भने यो टपमा माथिबाट हेर्नुहोस् है। हामीले अहिले हाम्रो अब्जेक्टिभ क्लियर भयो, हामीलाई धेरै मेसेज चाहिएको छ। ओके,
फर्स्ट स्टेप सक्यो। दोस्रो भनेको हाम्रो एड एकाउन्ट भन्ने हुन्छ। अहिले हामीसँग यहाँ 4 एड एकाउन्ट छ। एड एकाउन्ट चाहिँ भनेको चाहिँ यो कस्तो हो भन्दा तपाईँलाई अहिले सिम्पल वेमा भन्नुपर्दा तपाईँसँग मोटरसाइकल छ, तर तपाईँसँग मोटरसाइकल कुदाउनको लागि पेट्रोल चाहिन्छ भनेपछि एड एकाउन्ट भनेको पेट्रोल हो। पेट्रोल बिग्रियो भने, पेट्रोलमा राम्रो मिसावट भयो भने, पेट्रोल छैन भने एड के भन्छ बाइक चल्दैन। त्यस्तै गरी एड एकाउन्ट भएन भने तपाईँको एड चल्दैन। सो अहिलेसँग हामीसँग 4 छ र हाम्रो एक्टिभ भनेको अहिले एउटा यो छ है, यो एड एकाउन्ट छ। र यो एड एकाउन्टमा हामी अहिले जान्छौँ। यो लोड हुँदैछ। सो हाम्रो एड एकाउन्ट सिलेक्ट गर्यो। अब हाम्रो अब्जेक्टिभ के थियो, म्यासेजमा चाहिँ यसलाई फेरि एकचोटि क्लिक गर्नु होला। हाम्रो यहाँ म्यासेज भन्ने अप्सन छ। कहिले काहीँ यो नआउन सक्छ, त्यसमा नातिनु होला। आएन भने तपाईँले फेरि एकचोटि रिफ्रेस गरेर गर्न सक्नुहुन्छ। सो गेट मोर म्यासेजेसमा क्लिक गर्यो है। अब हामीले यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर यो सेक्सन भनेको चाहिँ प्राय ग्राफिकल पोस्टहरूको लागि चाहिँ एकदम उपयुक्त एडमा पनि मानिन्छ। यसलाई चाहिँ तपाईँले चाहिँ क्यारोजल एड भन्छ। यसलाई तपाईँले 5 वटासम्म सेलेक्ट गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ मिडिया 1/5 5 वटासम्म सेलेक्ट गर्न सक्नुहुन्छ। र अहिले चाहिँ हामी पोस्ट फेसबुकमा अपलोड भएको पोस्टलाई हामी एड चलाउँछौँ भनेपछि अहिले हामी यहाँ क्लिक गर्छौँ युज अ पोस्ट भनेपछि कुन अहिले हामी एड चलाउँछौँ भनेपछि अहिले मानौँ हाम्रो एउटा एड छ। कुन एड छ भने अहिले यो एड छ। ल ठिक छ, एउटा मैले सिलेक्ट गरेँ। पोस्ट ओके, हामीले पोस्ट अलरेडी अपलोड गरिसकेका थियौँ। कन्टेन्ट यहाँनिर भयो है। त्यसपछि तपाईँले हेर्न सक्नुभयो। तपाईँले हेडलाइन्स पनि चेक गर्न सक्नुहुन्छ। तपाईँले यो एडभान्टेज प्लस क्रिएटिभलाई पनि सकभर अन गरेको राम्रो। यसले फेसबुकले आफै क्रिएटिभ तरिकाले चाहिँ म्याक्सिमम मान्छेहरूमा पुगाइदिने, रिलेटिभ मान्छेहरूमा पुगाइदिने खालको यो अप्सन हो। अब यहाँनिर अर्को अप्सन छ मेसेज टेम्प्लेटको। यो पनि वान अफ द इम्पोर्टेन्ट एस्पेक्ट हो है। किन भन्नुहुन्छ भने यो यसमा अटोमेटेड एड्स के भन्छ मेसेजेस भन्छ नि, तपाईँलाई अटो एड्स जान्छ नि। जस्तो कि एनी टाइम तपाईँ आफ्नो बिजनेसमा अन हुनुहुँदैन नि त, तपाईँ बिजी हुनु होला या तपाईँको कस्टमरले तपाईँलाई राति म्यासेज गर्ला भने तपाईँको कस्टमर छुट्न सक्छ। त्यतिखेर तपाईँले यहाँ कस्टम म्यासेज छोड्न सक्नुहुन्छ। तपाईँले मानव कुनै सर्भिस प्रोभाइड गरिराख्नु भएको छ भने त्यो सर्भिस के हो, त्यो सर्भिस लिनको लागि कति खर्च लाग्छ या त्यस्तै कुराहरू, त्यो भित्र के आउने हो, त्यो कुराहरू तपाईँले इन्क्लुड गर्नुपर्ने हुन्छ। प्रोडक्टमा पनि त्यही सेम, सबै प्रोडक्ट सर्भिस बोथ। सो यो कुराहरू छ। यो पनि एउटा इम्पोर्टेन्ट एस्पेक्ट भइहाल्यो। अब यहाँनिर अटोमेटिक डेस्टिनेसन, यदि एड चलाउँदाखेरि फेसबुकले आफै रोजोस् भनेर अटोमेटिक छोड्न चाहनुहुन्छ भने यसलाई अन गर्न सक्नुभयो। तर होइन, मलाई स्पेसिफिक इन्स्टाग्राममा मात्रै मेसेज चाहियो, फेसबुकमा मात्रै मेसेज चाहियो, फेसबुक पेज अनि वाट्सएपमा मात्रै मेसेज चाहियो भने तपाईँले यसरी यहाँ निलो टिक छ त्यसलाई क्लिक गर्न सक्नुभयो। जसरी मलाई वाट्सएपमा चाहिँ चाहियो मैले वाट्सएपमा गरिदिएँ, होइन मलाई फेसबुकमा मात्रै चाहियो यो दुईटालाई म अनचेक गरिदिन्छु, या भाइस वर्ष इन्स्टाग्राममा मात्रै चाहियो मैले अनचेक गरिदिन्छु। सो यो तपाईँले कस्टम गर्न सक्नुभयो। अर्को एउटा इम्पोर्टेन्ट कुरा के भन्छु भन्दाखेरि जहिले मैले अघि पनि भनेको छु, फेसबुक र इन्स्टाग्राममा एड चलाउँदा तपाईँले फेसबुक र इन्स्टाग्राम पेज कनेक्ट भएकै हुनुपर्छ। कति व्यक्तिहरू हामीले एड चलाउँदा हामीले धेरै देखिरहेको समस्या यहाँनिर के छ भन्दाखेरि डाइरेक्ट इन्स्टाग्राममा एड चलाउन खोजिरहनु भएको छ, फेसबुक पेजसँग कनेक्ट छैन या फेसबुक पेजै छैन है भनेपछि डाइरेक्ट इन्स्टाग्राममा एड चलाउन मिल्छ। तपाईँले आफ्नै कार्ड हालेर डलर कार्ड हालेर चलाउन मिल्यो। तर यदि तपाईँले अर्को एजेन्सीलाई दिनु पर्यो भने तपाईँले आफ्नो आइडी पासवर्ड त कम्प्रोमाइज गर्न मिल्दैन नि त। भोलि केही विवाद पर्यो भने उसले आफ्नो तपाईँको आइडी के भन्छ केही समस्या ल्याउन सक्छ। सो जहिले पनि म के रेकमेन्ड गर्छु भन्दा फेसबुक पेजमा इन्स्टाग्राम पेजलाई लिङ्क गर्नुहोस्, सो द्याट तपाईँले इन्स्टाग्राममा मात्रै एड चलाउनु पर्यो भने पनि तपाईँले जति रोल दिनुपर्ने हो एक्सेस त्यति मात्रै त्यो एजेन्सीलाई दिने र त्यसपछि तपाईँले इन्स्टाग्राममा मात्रै एड चलाउने। बुझ्नुभयो? एकचोटि राम्रोसँग यो कुरा ख्याल गर्नु होला। सो यो कुरा भएपछि अब हामी अर्को अप्सन यहाँ के छ भने वाट्सएप है। अब यहाँ वाट्सएपको विषयमा चाहिँ के छ भन्दा धेरै व्यक्तिहरू वाट्सएप मेरो छ भन्दाखेरि छ भन्नुहुन्छ, व्यक्तिगत वाट्सएप एडमा लिँदैन है। व्यक्तिगत भनेपछि फेरि कतिले बुझ्नुहुन्छ ओहो यो मेरो सिम त मेरो व्यक्तिगत नाममा छ या कम्पनीको नामबाट लिनुपर्छ, बिजनेस वाट्सएप भन्छ नि त यसलाई बिजनेस वाट्सएप भन्छ, बिजनेसको नाममा लिनुपर्छ नयाँ सिम अनि हुन्छ, होइन त्यसरी हुँदैन है। यसमा कन्फ्युज नहुनु होला। नम्बर जुन लिँदा नि फरक परेन, तपाईँले कम्पनीबाट लिनुहोस् या व्यक्तिगत, तर बिजनेस वाट्सएपको एउटा एपै आउँछ। तपाईँले आफ्नो एन्ड्रोइड चलाइराख्नु भएको छ भने प्ले स्टोर या आइफोन चलाइराख्नु भएको छ भने एप्पल स्टोर एप स्टोरमा चाहिँ बिजनेस वाट्सएप बेग्लै आइकन भएको भएको वाट्सएप आउँछ। त्यसमा तपाईँको साइन इन हुनुपर्छ अनि मात्रै तपाईँको वाट्सएपमा मेसेज लिन्छ है।
पर्सनल WhatsAppमा लिँदैन। यसमा क्लियर हुनुभयो? ओके। सो अर्को जान्छौँ अहिले हाम्रो। यदि यो छ स्पेशल एड क्याटेगोरी, यो चाहिँ कुन केसमा तपाईँलाई काम लाग्छ भन्दा यो इम्पोर्टेन्ट फ्याक्टर हो। कसलाई भन्दा यदि तपाईँ कन्सल्टेन्सी भन्दा पनि म्यान पावरको एड चलाइराख्नु भएको छ। आजको दिनमा हामी म्यान पावरको एड चलाउँदैनौँ। मन्त्र टेक्नोलोजीले म्यान पावरको एड चलाउँदैन। किन भन्दा एक त यसमा धेरै स्क्यामहरू छन्, प्लस यो भनेको हाम्रो एड एकाउन्टमा धक्का परिरहेको हुनाले हामीले गर्दैनौँ। एड एकाउन्ट जाने डर हुन्छ, त्यही कारणले एउटा एड एकाउन्ट बनाउनको लागि धेरै समस्या हुन्छ। सो यसलाई तपाईँले अन गर्न सक्नुभयो। मानौ तपाईँको एड के रिलेटेड हो? इम्प्लोइमेन्ट सम्बन्धी या हाउसिङ सम्बन्धी या पोलिटिक्स सम्बन्धी या फाइनेन्सियल प्रोडक्ट अर सर्भिस, यसमा तपाईँले टिक गर्नुपर्ने हुन्छ। नभए तपाईँले एड सबमिट गरेपछि फेसबुकमा रिभ्यू जान्छ, त्यो एड एप्रुभ हुँदैन। सो यसमा एकदमै ख्याल गर्नु होला। सो कस्तो कस्तो बिजनेसहरू यसमा अलिकति ध्यान दिनुपर्ने हुन्छ भन्दा अहिले तपाईँ पोलिटिकल क्याम्पेन चलाइराख्नु भएको छ, जुन त्यो म सजेस्ट गर्दिनँ। अर्को म्यान पावरको होइन, अब रोजगार सम्बन्धीको यस्तो खालको एडहरू चलाउँदाखेरि चाहिँ तपाईँ एकदमै सतर्क भएर चलाउनु पर्ने हुन्छ, नभए तपाईँको एड एकाउन्ट पनि जोखिममा जान्छ है। अर्को भनेको यहाँ अब हाम्रो अडियन्स, यो वान अफ द इम्पोर्टेन्ट फ्याक्टर हो। अडियन्स भनेको हामीले अघि पनि भनेका थियौँ, यसबाट हामीले स्पेसिफिक मेल फिमेल कसलाई एड चलाउने, दुइटैलाई चलाउने कि कति एजबाट राख्ने, लोकेसनको कुरा आउँछ। स्पेसिफिक पनि लोकेसन चाहिँ मैले सिलेक्ट गर्न सक्नुभयो। जस्तै कि तपाईँले बानेश्वर पिन पोइन्ट गरेर त्यसको 5 किलोमिटर रेडियसमा पनि एड चलाउन सक्नुभयो है। जस्तै कि मैले यहाँ न्यू बानेश्वर भनेर मैले यहाँ अप्सन राखेँ र यहाँनिर मैले न्यू बानेश्वरको अप्सनमा राखेर हेर्नुहोस् 1 माइल्स यसरी हामीले एड चलाउन सक्यौँ र डिटेल टार्गेटिङको कुरा त भइ नै हाल्यो। या तपाईँले ड्रप पिन पनि गर्न सक्नुहुन्छ। कसरी तपाईँलाई स्पेसिफिक गुगल म्याप पठाउनु भएको छ भने ड्रप पिन पनि गर्न सक्नुहुन्छ है। सो यो कुराहरू चाहिँ हामीले यहाँबाट बुझ्यौँ। र त्यसपछि अब सेड्युल र बजेटको कुरा। तपाईँको एड कन्टिन्युसली छोड्ने हो कि यो चाहिँ सकभर नगर्नु होला, नभए ट्र्याक गर्न गाह्रो हुन्छ। पछि तपाईँलाई एड नचाहेको खण्डमा चाहिँ तपाईँको डलर स्पेन्ड भइरहेको हुन्छ। जहिले पनि चुज गर्नु होला कति दिनसम्म एड चलाउने होइन, दिनको कति डलरले चलाउने भन्यो भने तपाईँको बजेट त्यही अनुसारले तपाईँको एलोकेट गरिदिन्छ। जस्तै कि हामीले 7 दिनको लागि एड चलाउने र $5 हामीले दिनको चलाउँछौँ भने कति हुन्छ? 7×5 यहाँनिर आइसक्यो हिसाब। सो यसरी हुन्छ। र अर्को एस्टिमेसन पनि फेसबुकले दिन्छ है। जस्तो कि इम्प्रेसन तपाईँले हेर्न सक्नुभयो, $35 एड चलाउँदाखेरि हाम्रो 8.9,000 देखि 16.6,000 को एस्टिमेटेड डेली रिजल्टहरू हामीले हेर्न सक्छौँ। यो त बढी पनि जान सक्छ, यो चाहिँ एउटा एस्टिमेटेड यतिसम्म जान्छ है भनेर। अब यहाँनिर हाम्रो एड एकाउन्टको कुराहरू आयो। यहाँनिर हामीले फन्ड्सहरू हामीले लोड गरेका छौँ। तपाईँले आफ्नो कार्डहरू यहाँनिर हालेर फन्ड्स लोड गर्न सक्नुभयो। सो यही नै रहेको छ आजको भिडियोमा। तपाईँले कतिको यो एड पोस्टहरू एड कसरी गर्ने, एड कसरी प्लेस गर्ने होइन, यो कुराहरू छन्। तपाईँहरूले कतिको बुझ्नुभयो कमेन्ट डाउनमा लेख्नु होला। र यदि बुझ्नु भएको छैन भने तपाईँले कमेन्टमा त्यो पनि लेख्नु होला। त्यसमा म एड्रेस गरेर चाहिँ मैले फेरि अर्को भिडियो बनाउने छु होइन। र यहाँ तपाईँले हामीलाई परामर्श लिनको लागि हामीलाई डाइरेक्ट स्क्रिनमा देखाएको नम्बरमा 9761728527 मा कल गर्न सक्नुहुन्छ। या हाम्रो व्हाट्सएप नम्बर 9764783625 मा म्यासेज वा कल गरेर चाहिँ त्यहाँ इन्क्वायरी राख्न सक्नुहुन्छ। हामी त्यसमा एकदम हजुरहरूलाई सपोर्ट गर्ने नै छौँ। सो यही रहेको थियो आजको भिडियो। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो एकचोटि लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु होला। हामीले एकदम यो पार्ट तपाईँलाई आजको दिनमा हेर्नुभयो भने कसैले पनि एड एकाउन्टको बारेमा यति डिटेलमा चाहिँ भनेको छैन। त्यही कारणले पनि अधिकांश हाम्रो कस्टमरहरूले प्रब्लम फेस गरिराख्नु भएको कारणले गर्दा नै मैले यो भिडियो बनाएको र यस्तो भिडियोहरू हामी फेरि पनि लिएर आउँछौँ। सो द्याट हामीले बिजनेस गर्ने क्रममा यदि सेवा दिने क्रममा चाहिँ हाम्रो कस्टमरहरू पनि ट्रान्सपेरेन्ट भएर काम गर्यौँ। यदि तपाईँले अरूलाई काम दिइराख्नु भएको छ भने अवेर भयो भने के कुरामा सहजता अपनाउने भनेर हामी आफ्नो तरिकाले ज्ञानले अगाडि बढ्न सक्छौँ। र यसले अर्को के हेल्प हुन्छ भन्दा व्यक्तिहरू नयाँ बिजनेस अनरहरूलाई यो कुरा कन्फ्युजिङ हुनसक्छ, जसले गर्दा मान्छेहरू धेरै स्क्याममा परिरहेका छन्, त्यहाँबाट पनि बस्न सक्नुभयो। सो यो एकदम अवेरनेसको भिडियो हो। तपाईँहरू यसलाई सक्दो सेयर पनि गर्नु होला। लाइक सेयर सब्सक्राइब त भइ नै हाल्यो। सो यस्तै भिडियोहरू अरू पनि हेर्न चाहनुहुन्छ या कुन टपिकमा हेर्न चाहनुहुन्छ मेटा एड बिजनेसको बारेमा भने कमेन्टमा लेख्न नबिर्सनु होला। त्यतिसम्मको लागि चाहिँ हामी अर्को भिडियोको श्रृङ्खलामा भेट्नेछौँ। हस्, नमस्कार, जय नेपाल।